हामीले के बुझ्नुपर्छ भने प्रभु भोज भनेको चाहिँ एउटा संकेत हो, सम्झना हो। रोमन क्याथोलिकहरूले चाहिँ जब दाखरस उनीहरूले पिउँछन्, रोटी उनीहरूले खान्छन्, अनि उनीहरूले के सम्झिन्छन् भने यो चाहिँ साँच्चै नै येशूको शरीर हो, यो चाहिँ साँच्चै नै येशूको रगत नै हो भन्ने प्रकारको उनीहरूले त्यसरी लिन्छन्। तर वास्तविकतामा त्यो होइन। येशू आफूले भन्नुभयो कि मेरो सम्झनाको निम्ति गर। त्यसकारणले यो चाहिँ एउटा सङ्केत हो। यो रोटी उहाँको शरीरको सङ्केत हो। यो दाखरस उहाँले बहाउनु भएको निष्कलङ्क रगतको सङ्केत हो, जुन चाहिँ हाम्रो लागि बहाइएको थियो, जुन शरीर हाम्रो लागि तोडिएको थियो। त्यसकारणले प्रभु भोजमा सहभागी हुँदै गर्दा हामीले यो कुरालाई एकदमै बुझ्न आवश्यक छ। दोस्रो कुरा चाहिँ जब प्रभु भोज हामीले निरन्तरमा लिन्छौँ, त्यसमा सहभागी हामी हुन्छौँ भने परमेश्वरसँग हाम्रो सङ्गति हुन्छ र त्यसको साथै परमेश्वरको मण्डलीसँग अथवा एक अर्कासँग हामीहरूको सङ्गति हुन्छ। किनकि यसले तपाईँ र मेरो विवेकहरूलाई, तपाईँ र मेरो विचारहरूलाई शुद्धताको प्रक्रियामा लाँदछ, सम्बन्ध जोड्ने प्रक्रियामा लाँदछ। अर्को कुरा भनेको चाहिँ हामीले प्रभु भोज लिँदै गर्दा प्रभुका आज्ञा पालन गर्दैछौँ। यो चाहिँ प्रभुले दिनुभएको विधि हो। र पहिलो कोरिन्थी 11 अध्यायमा हेर्छौँ भने त्यसका साथसाथै हामीले येशू ख्रीष्टको दोस्रो आगमनको पनि हामीले प्रतीक्षा गरिरहेका हुन्छौँ। त्यसले गर्दाखेरिमा हाम्रो विश्वासी जीवनमा प्रभु भोज अति नै महत्त्वपूर्ण छ।